गुड मर्निङ, नमस्कार, शुभ बिहानी, जय आमा पाथिभएर। आजको पूजा चाहिँ मेरो माताको सकियो हैन, भोलि त बाँकी छँदैछ। आमा पाथिभएर माताले सबैको कल्याण गरून्। हाम्रो पाथिभएर आमा चाहिँ ताप्लेजुङकै शाखा हो र उही पाथिभएर ताप्लेजुङको पाथिभएरबाट चाहिँ मलाई आमाको सन्देश आएको कारणले चाहिँ मैले वहीँ आमाको चाहिँ यहाँनिर पनि हाम्रो मोरङको बेलबारी 11 लक्ष्मी मार्गमा यो वनजङ्गलभित्र आमालाई स्थापना गरेर राखेको छु। र हाम्रो नवदुर्गा आमाको चाहिँ पाथिभएर आमाको चाहिँ नवरात्र सुरु भएको कारणले जे जति देवी माताहरू हुनुहुन्छ उहाँहरू सबैको नवरात्र सुरु भएको कारणले हामी उहाँहरूको भक्तजनहरूले चाहिँ यसरी पूजापाठ गर्छौँ। र यहाँनिर हाम्रो 9 बहिनी देवीहरू हुनुहुन्छ है। यहाँनिर चाहिँ हाम्रो जम्मा 7 बहिनी हुनुहुन्छ। यहाँ नरिवल फुटाएको अलिक धेरै गाह्रो भयो है, धेरै दुख्यो, नरिवल धेरै जान्दैछ। हामीले चाहिँ यहाँनिर यसरी पूजा गरेको छौँ। र अहिले आमाले भन्नुभएको छ कि तिमीले नवरात्रभित्रमा चाहिँ 108 बत्ती बाल। 108 बत्तीमा चाहिँ अब यहाँनिर त थुप्रो कति भने 38वटा जति दियो छ। त्यति 38वटा जति दियोमा चाहिँ म सबैमा 2-2वटा लाउने गर्छु। तर आमा पाथिभएरको मन्दिरमा चाहिँ थानमा चाहिँ म 5-5वटा दियो बाल्ने गर्छु, किनकि ताप्लेजुङको पञ्चकन्या कालिका आउनुभएको कारणले है। यहाँनिर 5-5वटा यहाँ आमा दुइठौँ 5-5वटा जम्मा हाम्रो यहाँ पाथिभएर आमाको मन्दिरमा चाहिँ जम्मा 9वटा दियो बल्ने गर्छ। जय आमा पाथिभएर सबै को माताले रक्षा गरून्, सबैको कल्याण गरून् है। सबैलाई जय जय होस्। सोचेको चित्ताएको हाँकेको चित्ताको कामहरू सबैको पूर्ण होस् भन्न चाहन्छु। र आमासँग सधैँ मेरो पुकार यही छ। यो वनजङ्गल एकदम फारसभित्र छ। यहाँनिर भनेको अब वन्य जन्तुहरू पनि धेरै आउने गर्छ। आमाले मलाई सबै कुराबाट आजसम्म रक्षा गरेर ल्याउनु भएको छ र आगामी दिनमा पनि आमाले मेरो कल्याण नै गर्नुहुन्छ भन्ने आशा छ। जय आमा पाथिभएर।